अर्काकै भरमा बाँच्ने कतिपय व्यक्तिहरूको लागि यो भिडियो हो होइन। धेरै टाढाको मान्छेको लागि त होइन, नजिकैको मान्छेको लागि हो। यी बुझ्नलाई इसारा नै काफी छ भने जस्तै। मलाई चाहिँ तिमीहरूको बेहोरा देखेर चाहिँ एकदमै साह्रो रिस उठ्यो है। तिमीहरू यस्तै खालको बेहोरा गर्दै गइस् भने चाहिँ म तिमीहरूको नाम, भिडियो, फोटो चाहिँ मैले सार्वजनिक गर्न नपरोस्। आफ्नो लागि आफै कमाउने, रमाउने भनेर हिँड्ने हो कि अर्कालाई तनाव दिने, टेन्सन दिने, अर्कालाई दुःख दिने, अर्काको भरमा बाँच्ने, अर्काले गरिदेला मेरो लागि भनेर हिँड्ने होइन। जे गर्नुपर्छ आफ्नो लागि आफैले गर्नुपर्छ है एउटा कुरा चाहिँ। अनि यो कुरा फेसबुकमा आएर भन्नै पर्ने जरुरी त थिएन, र पनि म डेली कन्टेन्ट बनाउँछु। त्यही माथि फेरि यो कुरा पनि हजुरहरूको कतिको छ यस्तो तनाव, टेन्सनहरू। तपाईँहरूको जिन्दगीमा यस्तो मान्छेहरू कतिको छन् तनाव, टेन्सन दिने है। मान्छेलाई कति टेन्सन नभए पनि, आफ्नो घर फ्यामिलीबाट टेन्सन नभए पनि अलिक काहीँ न काहीँ नजिकको सम्बन्धबाट अलिकति टेन्सनै हुँदो रहेछ क्या। मलाई चाहिँ एकदमै धेरै तनाव लागेर चाहिँ तपाईँहरू सामने चाहिँ यो कुराहरू पेस गर्दैछु। हुन त यो कुराहरू भन्न जरुरी थिएन, र पनि कोही मान्छेहरू चाहिँ कस्तो अर्काकै भरमा बाँच्ने खालको जस्तो लाग्छ कि। म आफ्नो लागि त आफै गर्नुपर्छ नि हो। सधैँ अर्काले गरिदिन्छ भन्ने हुन्छ र? आफूले कमाइन्छ, आफ्नो लागि कमाइन्छ, अर्काको लागि कमाएको हुन्छ र है। म त दिक्क लाग्छ कोही मान्छे देखेर। तपाईँहरूको वरिपरि, तपाईँहरूको नजिकका मान्छेहरू यस्तो छन् कि छैनन् कमेन्ट गर्नुहोस् त। मलाई त दिक्क लागिसक्यो यस्तो मान्छेहरू देखेर चाहिँ। कस्तो खालको हुन्छन् है साथीहरू, कमेन्ट गर्नुहोस् त।